मेरो चाहिँ क्रिम कलरको साडी थियो क्या त्यो क्रिममा चाहिँ यस्तै खोज्दै आएको थिएँ ठ्याक्कै यहीँ भेटेँ मैले होइन यस्तो बन्जारावाला स्टाइलिसवाला रहेछ अनि यसमा तपाईँले मैले चाहिँ अब यो लानु लागेको तपाईँले यसमा पनि पाउनुहुने सक्नेछ यहाँ बहिनीहरूकोमा चाहिँ धेरै भेराइटी रहेछ ब्लाउजहरूको हेर्नुभयो भने चाहिँ यस्तो प्लेन साडीहरूमा गोल्डन कलरको साडीहरूमा जानेहरू पनि राम्रो राम्रो रहेछ होइन ए मलाई त राम्रो लाग्यो यहाँको कलेक्सन म तपाईँलाई एड्रेस चाहिँ अहिले भनिदिन्छु यहाँ हेर्नु त राम्रो रहेछ अनि अरू भेराइटीहरू यहाँ पनि रहेछ यस्तैहरू सिङ्गल उइसहरू होइन यहाँहरू पनि टन्नै रहेछ पुरै छ यहाँ तपाईँहरूले हेर्नु आयो भने जस्तै योहरू छ नि ब्लु तपाईँहरूले यहाँ पनि हेर्नु सक्नुहुन्छ होइन यहाँ पनि रहेछ अनि म यहाँ तपाईँहरूलाई दोकानको नाम पनि देखाइदिन्छु यो त चाहिँ नाइसाज भेराइटी स्टोर अनि तपाईँको यो फर्स्टमा हट्टामा नम बेकरीको छेउमा रहेछ यो राम्रो राम्रो रहेछ अन्त अस्ति मैले बहिनी आमाहरूलाई 2टा साडी राखिदिएको थिएँ नि आमा र छेमालाई त्यो यही होला यो चाहिँ एकदम राम्रो छ यहाँ होइन तपाईँले हेर्नु सक्नुहुन्छ आमाहरूलाई गिफ्टहरू दिए पनि हुन्छ क्या अब कस्तो राम्रो राम्रो छ एकदम क्लासी टाइप्सको छ कि यो आमाहरूलाई राम्रो पनि लाग्छ मेरो त आमा र छेमाले एकदम मन परायो यो चाहिँ अनि अर्को यो ढाका कलरमा पनि रहेछ यता छेउमा देखाइदिनु न बहिनी राम्रो लाग्यो मलाई त्यो पनि यस्तो पनि रहेछ रिजनेबलै छ प्राइस त मैले भन्नु मिल्दैन अनलाइन हो यहाँ आएरै तपाईँले सोध्नुहुन्छ तर राम्रो रहेछ यो यसमा मैले अरू कुनै छ वाइटहरू कलरहरू पनि अस्ति आमा आउँदाखेरि देखेको अस्ति त होइन अस्तिको हप्ता हो अरू कलर पनि देखेको थिएँ यो पनि राम्रो छ यो प्राइसहरू पनि रिजनेबलै छ यहाँ प्राइसहरू एकदम यस्तोहरू पनि रहेछ बहिनीकोमा होइन सायद त्योहरू त मैले यहाँ पनि देखेँ त्यसलाई योवालाहरू पनि रहेछ तपाईँलाई ब्लाउज चाहियो साडी सस्तोमा चाहियो भने यहाँ पनि रहेछ अहिले चाहिँ बहिनीहरूमा सेल पनि भइरहेको रहेछ यस्तो पफ डिजाइनको पनि रहेछ हेर्नुहोस् है लेडिजहरूले आयो भने चाहिँ बहिनीहरूको पेज पनि होला उहाँहरूको आफ्नो म छ भने सेयर गरिदिन्छु त्यहाँनिर सेलहरू छ भने पनि बहिनीले हालिराखेको जस्तो लाग्छ मलाई ल बहिनी मेरो चाहिँ यो चाहिँ प्याक गरिदिनु न है